अहिले हामी चुनावी माहौलमा छौँ। अहिले यो चुनाव 5 वर्षमा हुने चुनाव 2.5 वर्षमै भयो। यो अहिले स्वाभाविक रूपमा यो चुनाव भएको छैन। एउटा ठुलो जेनजी आन्दोलनको उथल पुथल पछाडि यो 2.5 वर्षमा भएको चुनाव हो। मैले तपाईहरुसँग थोरै विषयवस्तु राख्छु, धेरै कुरा म राख्दिनँ। म यो सिउरीवासीले अत्यन्तै माया गरेको एउटा छोराको रूपमा, एउटा दाइ भाइको रूपमा परिचित म जगत श्रृङ्खला। म सधैँ तपाईहरुको बीचमा म आउने, तपाईहरुको सुख दुःखको साथी बन्ने कोसिस मैले गरेँ। यो ठाउँको विकासको निम्ति हिजो म निर्वाचित हुँदाखेरि मैले बाटोको कुरा, गुम्बा लगायतका बजेटहरू तपाईहरुको भावना अनुसार मैले राख्दै अगाडि बढेँ। र अहिले तपाईहरुले अहिलेसम्म नेपाली कम्युनिस्ट पार्टी, हिजो पूर्व माओवादी भनिन्थ्यो, पूर्व समाजवादी भनिन्थ्यो। हिजो समाजवादीले कलम चिन्ह, चुनाव चिन्ह लिएर चुनावमा आएको थियो। माओवादीले गोलाकार भित्रको हत्या हतौडा चुनाव चिन्ह लिएर चाहिँ तपाईहरुको बीचमा आथ्यो। आज समाजवादी, माओवादी लगायत 19 वटा घटकहरू एक भएर अहिले हामी नेपाली कम्युनिस्ट पार्टी गोलाकार भित्रको हसिया हतौडा र कलम चिन्ह नभइकन अहिले हामीले 5 कुने तारा चुनाव चिन्ह लिएर तपाईहरुको बीचमा यही फागुन 21 गते हुने चुनावको लागि तपाईहरुको गाउँ बस्तीमा आएका छौं। मैले तपाईहरुसँग राख्ने कुराकानी के हो त भन्दा, हिजो 5 वर्ष मैले चुनाव जितेर आउँदाखेरि अलपत्र परेको बुढीगण्डकी जो जग्गा रोक्का थियो, मुआवजा दिएको थिएन। यो बुढीगण्डकीको मुआवजा मैले मेरो कार्यकालमा मेरो पार्टीका नेताहरू, कार्यकर्ताहरू, मेरो पार्टीको नेतृत्वमा बनेको सरकारले यहाँको जनतालाई मुआवजा दियो। घरकोटको राजगट्टी गर्ने कि नगर्ने विवाद थियो। सरकारले भन्थ्यो राजगट्टी गरेर दिने, हामी भन्थ्यौ राजगट्टी गरेर दिँदाखेरि यहाँको जनतालाई मर्का पर्छ। अन्ततः हामीले जित्यौं। हामीले सरकारलाई भन्यौं, हाम्रो मन्त्रीलाई भन्यौं राजगट्टी नगरिकन यहाँ घरकोटको मुआवजा तपाईले पाउनुभयो। मलाई आरोप लाग्यो यो बुढी गण्डकी अगाडि बढेन। कांग्रेसले आयो भाषण गर्यो, राप्रपाले आयो भाषण गर्यो, एमालेले आयो भाषण गर्यो। आज बुढी गण्डकी जब हाम्रो पार्टीले हारिसकेपछि, निर्वाचनमा म पराजित भइसकेपछि आज बुढी गण्डकी कहाँ छ? हिजो 5 वर्षको पिरियडमा जो घरकोटको मुआवजादेखि सबै बारीको मुआवजा दियो। म रिङ रोड, हाम्रो पालामा हामीले रिङ रोड खन्ने तयारी गरेर बजेट छुट्याइसकेको थियो। पुनर्वासको निम्ति जग्गा हैन अधिग्रहण गर्ने प्रक्रियामा थियो। आज त्यो पुनर्वास कहाँ गयो? रिङ रोड कहाँ गयो? बुढी गण्डकी कहाँ गयो? यो तपाईहरुले चाहिँ कांग्रेस एमालेहरुलाई हैन राप्रपा र चाहिँ तपाई अहिले स्वतन्त्र पार्टी भन्नेहरुलाई प्रश्न चिन्ह गर्न जरुरी छ। हिजो हामीले पटक पटक प्रदेशबाट बजेट विनियोजन गरेका थियौं। आज ती बजेटहरु कहाँ गए? यो कुरा आज तपाईहरुको अगाडि छ। हामीले जित्दाखेरि जनताको बीचमा, जनताको पक्षमा हामीले काम गर्दा रहेछौं।